नमस्कार सबैमा आराम छु आराम चाहन्छु। वर्तमान समयमा म युरोपेली मुलुक स्पेनमा छु। तपाईहरु मध्ये धेरैजना साथीहरुलाई थाहै छ र मैले यो भिडियो किन बनाउँदै छु भने हाम्रो नेपाल र यस युरोपेली मुलुक स्पेन मात्र नभएर सिंगो युरोपेली मुलुक र हाम्रो नेपालको मौसमको भिन्नता बारे केही भन्दै छु। हाम्रो नेपालमा यति बेला जताततै हरियाली छ भने हेर्नुस् त यहाँ यो स्पेनमा यसरी घाँसहरू सुकेका छन्। यो सुकेकोमा यसरी आगलागी भएको छ। जताततै हाम्रो पुष माघको जस्तो छ यहाँको यो वातावरण। हाम्रो नेपालमा यति बेला असार साउन महिना लागेको छ। साउन महिनामा जताततै हरियाली छ भने यहाँ चाहिँ यसरी घाँसहरू सबै सुकेको देख्न सक्नुहुन्छ तपाईहरुले। सबै फरहरू सुकिरहेछ। जसरी हाम्रो पुष माघ फाउनतिर यसरी सुक्छ नि त्यस्तै सबै घाँसहरू सुकेका छन्। हाम्रो नेपालमा बर्खाको समयमा पानी पर्छ यहाँ भने हिउँदको समयमा पानी पर्ने भएको हुनाले हिउँदको समयमा यो जताततै हरियाली हुन्छ। तर बर्खाको समयमा पानी नपर्ने भएको हुनाले यसरी हेर्नुस् त सबै सुकेको छ, सबै खरेन छ भनौँ। हाम्रो नेपालको र यहाँको चाहिँ मौसम यस्तो डिफ्रेन्ट छ है। र मैले यसभन्दा अगाडि तपाईहरुलाई यो तालको भिडियो देखाएको थिएँ, तर यो ताल नजिकै आएको छु आज म। यो सुन्दर ताल कतिले हेर्नुभएको थियो तपाईहरुले योभन्दा अगाडिको भिडियो। हेर्नुस् त यो सुन्दर ताल। यहाँ मान्छेहरू पनि आउने रहेछन्। यसरी यो भर्याङ देख्न सक्नुहुन्छ। टक्क यो भर्याङबाट यता पक्कै पनि पानीमा पौडी खेल्न जान्छन् होला मान्छेहरू। यो सुन्दर ताल वरदेखि परसम्म फैलिएको छ। पुरैसम्म छ है, पुरैसम्म फैलिएको छ। यतातिर झन् सबै खाली जग्गा छ, जङ्गल, साना साना रुखहरू छन्। यो विशेष गरेर अलिकति हिमाली जिल्ला जस्तै एकदम चिसो ठाउँ भएको हुनाले त्यति अग्ला बिरुवाहरू छैनन्। पातझर वनस्पति भनौँ, ससाना बिरुवाहरू मात्र छन्। जसरी तराईमा एकदमै अग्ला रुखहरू हुन्छन् बढी गर्मी हुने ठाउँतिर, तर यहाँ चाहिँ अलि चिसो हुने ठाउँ भएर एकदम साना रुखहरू छन्। देख्न सक्नुहुन्छ रुखहरूले। यो सबै खाली जमिन छन् भने यतातिर चाहिँ बस्ती छ। यो डाँडाबरीमा म बस्दै आएको छु। यो डाँडा ओरीको यो दृश्य तपाईहरुले मैले देखाउँदैछु। मैले तपाईहरुलाई भनिसकेँ हाम्रो नेपालमा यति बेला एकदम हरियाली छ भने यहाँ यति बेला यसरी सबै खरेन छ, सुक्खा छ। त्यसमा पनि अझै आगलागी भएको छ। देख्न सक्नुहुन्छ तपाईहरुले। यहाँ यो डाँडावरी पनि थोरै बस्ती रहेछ। यो गाडीहरू पनि रहेछ, गाडी पार्किङ छ। र यहाँ घोडा देख्न सक्नुहुन्छ तपाईले। यहाँ एउटा घोडा बानिएको रहेछ। र यसरी यो ठाउँको तपाईहरुलाई मैले छोटो भिडियो देखाएँ। कस्तो लाग्यो तपाईहरुलाई, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुस् भन्दै म यो भिडियो यहीँनिर अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।